नमस्ते साथीहरु, तपाईं सबैलाई सबैको मास्टरमा स्वागत छ। सो आज हामीले के पढ्नेवाला छौँ भन्दाखेरि चाहिँ आज हामीले पढ्नेवाला छौँ रिफाइनमेन्ट टु द बोर्स थ्योरी। सो बोर्सले के भनेको थियो भन्दाखेरि चाहिँ बोर्सको जुन थ्योरीहरू थियो नि तिनले के भन्थ्यो भन्दाखेरि चाहिँ कुनै पनि के हुन्छ न्युक्लियसको बीचमा हुन्छ पुरै सर्कल हुन्छ, फिक्स सर्कल हुन्छ जसको के हुन्छ फिक्स इनर्जी हुन्छ हैन। अनि यही मात्र के हुन्छ इलेक्ट्रोन्सहरू रिभल्भ गर्छ। यो चाहिँ सेल्स के हुन्छ पर्फेक्ट सर्कल हुन्छ भनेको थियो हैन। अनि सो यो पर्फेक्ट सर्कल हुन्छ भने यसको कारणले गर्दा धेरै टाइपको के आइरहेको थियो डिमेरिट्सहरू आएको थियो जुन हामीले बोर्सको भिडियोमा हेरिसकेका छौँ। सो प्लेलिस्टमा जानु होला हैन, माथि राइट एरोमा आउँछ। अनि त्यसलाई चाहिँ के गरे क्लिक गरेर तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ त्यसको प्लेलिस्टमा गएर बोर्सको भिडियो हेर्न सक्नुहुन्छ। त्यहाँ म्यारिट्स र डिमेरिट्स दुवैको बारेमा हामीले कुरा गरेको छौँ है त। अब जब हामी केमा भन्दाखेरि चाहिँ रिफाइनमेन्ट्स टु बोर्स थ्योरीमा के प्रब्लम भयो भन्दाखेरि चाहिँ बोर्सले सर्कल हुन्छ भन्थे, बट सोमर्सफिल्डले के भन्थे भन्दाखेरि चाहिँ ना यो सर्कल हुँदैन, यो के हुन्छ इलिप्टिकल हुन्छ। कस्तो हुन्छ अरे इलिप्टिकल हुन्छ भनेर के गर्थे प्रुभ गर्थे है त। सो यसो डिफाइन गर्थे। अब यहाँ हाम्रो जुन बिएससी फर्स्ट इयर केमिस्ट्रीमा यो यति डेप्थमा जानु पर्दैन जस्तो यसको जस्तै हुन्छ नि त न्युमेरिकल्सहरू पार्टहरू भन्दाखेरि पनि मेन तपाईँले यसले कसरी सल्भ गरेछ हो, यो कसरी इलिप्टिकल हो त्यसको बारेमा जान्नुपर्छ कि। अनि त्यसै कारणले गर्दाखेरि मैले यो लेसन्स आउटलाइन एज इट इज त्यसको लागि राखिरहेको छु, बट तपाईँ सबै मध्येले जसले पनि के गर्न सक्नुहुन्छ यो भिडियोलाई राम्ररी हेरेर बुझ्न सक्नुहुन्छ। सो यसमा के दिएछु भन्दाखेरि चाहिँ मैले मेन स्पेसल्ली प्रब्लम के छ त, खास प्रब्लम के भयो त, के प्रब्लम भयो भन्दाखेरि चाहिँ फाइन स्ट्रक्चर अफ हाइड्रोजन चाहिँ होइन उनले दिन त कोसिस गरे बोर्सले है, बट उनले त्यति डेप्थमा दिन सकेनन् कि। अब यसलाई अब यही चिजलाई सल्युसन त गर्नु पर्यो। सो सल्युसन कसले पेश गर्यो, सोमरफिल्डले सल्युसन पेश गरे के को रूपमा त इलिप्टिकल अर्बिटको रूपमा। सो यो कसरी प्रेजेन्ट गरे, के कारणले प्रेजेन्ट गरेर कसरी हामीले मान्ने, सो त्यो कुरा चाहिँ हामीले कहाँ भनिरहेको छ भन्दा सेप केले डिटरमाइन गर्छ हामीले पार्ट 3 मा बुझ्नेछौँ। अनि भिजुअलाइजेसन मतलब के हुन्छ नि के एलिमेन्ट सेल त हामीले भन्यौँ हो, यस्तै के गर्यौँ केएलएम होइन, यस्तै गरेर मल्टिपल सेल्सको बारेमा त हामीले भन्यौँ। तर केएलएम सेल्स कस्तो देखिन्छ त, हाउ वी क्यान भिजुअलाइज कस्तो हुन्छ त, इलिप्टिकल हुने भयो त कस्तो हुन्छ, सर्कुलर हुँदा त कुहीँ सर्कल गराइएको थियो। बट के गर्नु पर्यो त भिजुअलाइजिङ के छ त भनेर त्यसको बारेमा पनि हामीले के गर्नेछौँ पार्ट 4 मा डिटेलली एक्सप्लेन गर्नेछौँ। सो रिलेटिभ एन्ड वाइ इनर्जी स्प्लिट, सो रिलेटिभिटी भनेको के हो अनि किन इनर्जी स्प्लिट हुन्छ त यसको बारेमा बुझ्नेछौँ। अनि अब डिमेरिट्स पनि छ, बेसी कसको डिमेरिट्स छ भन्दाखेरि चाहिँ सोमर्सफिल्डको के हो डिमेरिट्स पनि छ है त। तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ अब हामी जाऊँ अब फर्स्ट पार्टमा गइहालौँ, किनभने फर्स्ट पार्टमा गइहाल्यौँ भने बेटर होला हामीलाई होइन। सो हाम्रो फर्स्ट पार्टमा जाऊँ। फर्स्ट पार्टमा के छ त प्रब्लम विथ बोर्स मोडल होइन। सो बोर्ससँगको पहिलो मोडल के छ त प्रब्लमेटिक पहिला बुझ्नु पऱ्यो। बोर्सको पहिलो मोडलमा प्रब्लम के छ भन्दाखेरि चाहिँ अभियसली के भन्छ वान सिङ्गल स्पेक्ट्रल लाइन एक्जिस्ट वेन इलेक्ट्रोन जम्प फ्रम द अर्बिट। मतलब जस्तै हामीले पढाएको थियौँ नि, के पढाएको थियौँ भन्दाखेरि चाहिँ कुनै पनि एउटा इलेक्ट्रोन्स यहाँ छ है n = 1 मा छ, अनि यो जम्प गरेर त्यहाँ गयो होइन, कहाँ गयो n = 2 मा गयो, अनि पछि इनर्जी लुज गरेर फेरि कहाँ आउँदा यहाँ आउँदैछ भने यसले के निकाल्थ्यो अरे एचबी गरेर रेडिएसन निकाल्थ्यो नि होइन। अनि यो रेडिएसन जुन छ है, यो जुन रेडिएसन जुन छ यो रेडिएसन के हुन्छ त एउटा प्रब्लमेटिक छ कि रेडिएसनको। यो रेडिएसनको एउटा कुरा के छ भन्दाखेरि चाहिँ रेडिएसन कसरी फ्लो भइरहेको हुन्छ भन्दाखेरि चाहिँ लिनियर जस्तै बोर्सको हिसाबले यहाँ मैले दुईवटा गराएँ नि, बोर्सको हिसाबले दुईवटा हुन्न कि एउटा सिङ्गल थ्रेडको रूपमा के निस्किरहेको हुन्छ त एउटा रेडिएसन निस्किरहेको हुन्छ। तर यो त होइन होला, किन सिङ्गल निस्किने भनेर यो एउटा प्रब्लम भयो कि। बोर्सले प्रिडिक्ट गर्थ्यो सिङ्गल लाइन निस्किन्छ, बट सिङ्गल लाइन होइन। के भइरहेको छ त यदि लाइन एकदम हाइली जुम गर्नुपर्छ त्यसमा के निस्किँदो रहेछ भन्दाखेरि चाहिँ हाम्रो टोटल जुन लाइनहरू हुन्छ नि यो प्याक हुन्छन् क्या, भेरी स्मल लाइनहरूको के गरिरहेको हुन्छन् प्याकिङ गरिरहेको हुन्छ है त। अनि त्यसपछि वी क्यान कल दिस क्लोजली प्याक कलेक्सन्स अफ द लाइन। सो यो के हुन्छ क्लोजली कलेक्सन्स अफ लाइन के प्याक भएको भन्न सकिन्छ। इमेजिनिङ लुकिङ एट द डिस्टेन्स हाइवे इट लुक लाइक ए स्टेट होइन। सो कुनै पनि अब हामीले टाढा भएको त्यो डिस्टेन्सको हाइवे छ नि होइन, त्यसलाई राम्ररी हेऱ्यौँ भने हामीलाई के लाग्छ त भन्दाखेरि चाहिँ होइन त्यो त पुरा सिधा जस्तो लाग्छ कि, बट वास्तवमा हामी जब त्यहाँ घुम्न जान्छौँ तब के हुन्छ हल्का हल्का टेढो त हुन्छ नि। सो के भन्नुपर्दा के भन्दाखेरि चाहिँ यदि हामीले माइक्रोस्कोपिकबाट जुम आउट गरेर हेऱ्यौँ भने त्यो के कस्तो देखिन्छ त, यदि माइक्रोस्कोपिकबाट के हुन्छ जुम आउट गरेर हेऱ्यौँ भने त्यो के देखिन्छ स्टेट देखिन्छ, तर भित्र के हुन्छ त मल्टिपल लाइन्सहरूको सम्मेलन छ भनेर कसले भन्थे भन्दाखेरि चाहिँ सोमरफिल्डले भन्थे है त। यो कुरा कसरी प्रुभ गरेका छन् त यिनले भन्दाखेरि चाहिँ हि हेज प्रुभ थ्रु अ इलिप्टिकल अर्बिट। के को थ्रुबाट प्रुभ गरे छन् इलिप्टिकल अर्बिट। अब इलिप्टिकल भनेको कस्तो भन्दाखेरि चाहिँ अब तपाईँले बुझ्नु है, अब मेन कुरा इलिप्टिकल पोइन्ट भनेको कस्तो भन्दाखेरि चाहिँ यस्तो के पुरै अन्डा आकारको जस्तै यहाँ मैले बनाएको नि होइन, यस्तै के हो इलिप्टिकल अर्बिट हो। जस्तै यसमा के हुन्छ नि अब न्युक्लियाई कहाँ हुन्छ त
भनेपछि न्युक्लियस कहाँ हुन्छ भन्दाखेरि चाहिँ फोकाइमा हुन्छ भन्छ। केमा अरे फोकाइ। फोकाइ भनेको के भने फोकस पोइन्ट हो कि। इलिप्टिकलको फोकस पोइन्ट कहाँ हुन्छ जस्तै सर्कलको फोकस पोइन्ट भनेको के हो त यो सर्कलको ठ्याक्कै सेन्टर हो नि त फोकस पोइन्ट। तर इलिप्टिकलको कस्तो हुन्छ भनेपछि इलिप्टिकलको यस्तो हुन्छ कि तपाईँ जस्तै तपाईँले होइन जस्तै त्यसको के हुन्छ भने तपाईँले यस्तरी जब यसको स्प्लिटिङ गर्नुहुन्छ यसको के हुन्छ भने यसको ठ्याक्कै यहाँ यो पोइन्टलाई हामीले के भनिन्छ भनेपछि यति हाफलाई एउटा पार्ट भनिन्छ अनि यति हाफलाई चाहिँ अर्को पार्ट भनिन्छ। भनेपछि यसको सेन्टर कहाँ छ यहाँ छ। यो चाहिँ एउटा फोकस भयो, यहाँ चाहिँ के भयो अर्को फोकस भयो। भनेपछि यसलाई हामीले के भनिन्छ अर्को भाषामा फोकाइ भनिन्छ कि है। अनि फोकाइ भनिन्छ। अब सिम्पली यो फोकसको यो दुईवटा फोकसको बिच मध्येबाट कुनै एउटामा के हुन्छ भन्दाखेरि चाहिँ न्युक्लियसहरू स्टे गरेको हुन्छ। के गरेको हुन्छ न्युक्लियसहरू स्टे गरेको हुन्छ। अनि के हुन्छ भने चाहिँ अब जस्तै मेजर एक्सिस र माइनर एक्सिस भन्छ नि होइन। मेजर एक्सिस र माइनर एक्सिस भनेको केही पनि ठुलो कुरो छैन कि यही भन्यो भने स्टुडेन्टको दिमागको तय गराउँछन्। यो चाहिँ भयो, यो चाहिँ मेजर एक्सिस भयो, यो चाहिँ के भयो माइनर एक्सिस भयो। सकियो बुझ्नु भने होइन। सो यो अब त्यति नै हो। भनेको त त्यो के हुन्छ भन्दाखेरि चाहिँ दुई ठाउँमा फोकाइ पोइन्ट हुन्छ भनेको त हामीले कुनै पनि एउटा इलेक्ट्रिकल अर्बिटमा यहाँ पनि न्युक्लियस छ भन्न पाइन्छ या यहाँ छ भन्न पाइन्छ। कुनै एक ठाउँमा हुन भन्न पऱ्यो। तर यहाँ पनि हामीले के गर्न पाइन्छ, यहाँ पनि एउटा हामीले के गर्न सक्छ प्रिडिक्ट गर्न सकिन्छ है त। सो लेट्स मेक इट। अनि जुन यो इलेक्ट्रोन छ यो इलेक्ट्रोन्सले के गरेको हुन्छ यो न्युक्लियसले के गरेर हुन्छ इम्प्याक्ट पारिरहेको हुन्छ। यसलाई पुलिङ गरेर यसलाई यही इलेक्ट्रिकल अर्बिटमा के गरेर हुन्छ रोटेट गराइरहेको हुन्छ। ओके सो सर्कल हुँदैन कस्तो टाइपको हुँदो रहेछ अरे इलिप्टिकल हुँदो रहेछ अरे है त। अब जाउँ हामीले म्याथमा। अब कस्तो म्याथमा जाने हो त भन्दाखेरि चाहिँ ल ठिक छ त्यस्तो हो भने हामीलाई कसरी थाहा भयो त यो यस्तो अन्डा आकारकै छ भनेर। अब यो कसरी थाहा भनेर भन्दाखेरि चाहिँ हामीलाई के भनिदिन्छ उसले भन्दाखेरि चाहिँ ल ठिक छ म तँलाई एउटा के दिन्छु भन्दा चाहिँ क्यालकुलेसन्स दिन्छु भनेर भन्छ क्या। अनि चाहिँ क्यालकुलेसन्समा के गरिदिन्छ भन्दाखेरि चाहिँ उसले भन्छ म एउटा म्याथमेटिकल क्यालकुलेसन दिन्छु भन्छ। म्याथमेटिकल क्यालकुलेसन भनेको द्याट इज एजुमेन्थल क्वान्टम नम्बर। एजुमेन्थल क्वान्टम नम्बर यसले के गर्छ भन्दाखेरि चाहिँ यसले तपाईँलाई के गर्न सक्छ भन्दाखेरि चाहिँ उसले अर्बिटलको स्ट्रक्चरको बारेमा बताइदिन्छ कि म्याथमेटिकल्ली। यो एउटा गोलो छ यो एउटा छड्काउ छ होइन मतलब त्यस्तो टाइपको बताइदिन्छ कि। जस्तै फर इक्जाम्पल यदि एन इक्वल टु के हो भने एन इक्वल टु के भयो भने यो कस्तो हुन्छ त सर्कुलर हुन्छ। कस्तो हुन्छ अरे सर्कुलर हुन्छ होइन। एन इक्वल टु के भयो भने एन र के बराबर छ भने त्यो कस्तो हुनसक्छ सर्कुलर हुनसक्छ। यदि एन ग्रेटर छ के भन्दा भने त्यो के हुनसक्छ त भन्दाखेरि चाहिँ इलिप्स हुनसक्छ। इलिप्स होइन इलिप्टिकल हुनसक्छ है त। अब के हुनसक्छ भन्दाखेरि चाहिँ एकर्डिङ टु हाम्रो सोमर्सफिल्ड चाचु तिनले के भनेको थिएन भन्दाखेरि चाहिँ एन र के को के हुन्छ भ्यालु इन्टिजर हुन्छ भने है। के हुन्छ अरे इन्टिजर्सहरू हुन्छन् अरे है त। अब यो त सिम्पली हाम्रो भइहाल्यो। यसबाट के सकिन्छ भने चाहिँ एन कहाँबाट आउँछ के कहाँबाट आउँछ भन्नु जस्तो लाग्छ भने त अब तपाईँलाई भन्ला जस्तै फर इक्जाम्पल अब कुन सेलमा छ जस्तै एन इक्वल टु 1 सेलमा छ कि होइन एन इक्वल टु 2 सेलमा छ कि भन्नुपर्दा जस्तै कुनै पनि एउटा के हो सेल भनेको त हामीलाई थाहै छ नि त होइन। के भयो भने एन इक्वल टु 1 हो एल एम यस्तो यस्तो टाइपको के बुझ्नु भने यसरी के गर्न सक्नुहुन्छ तपाईँले मजाले डिराइभ गर्न सक्नुहुन्छ। एजुमेन्थलले के भन्छ भन्दाखेरि चाहिँ क्वान्टम नम्बरले के भन्छ भन्दाखेरि चाहिँ माइनर एक्सिसको कहाँनिर पर्छ यसको फोकाइ कहाँनिर पर्छ यसको भ्यालु हो। ओके सो यहाँबाट तपाईँले के गर्न सक्नुहुन्छ इन दुईटाको रेसियो निकालेर त्यसको सेप कस्तो छ हामीले आरामले इजिली डिटरमाइन गर्न सक्छौँ। ओके अब लेट्स गो इन भिजुअलाइजेसन अफ द सबसेल। सो भिजुअलाइजेसन गर्न सक्नु पर्यो। के भनेको के भयो एन इक्वल टु 1 छ भने के हुन्छ एन इक्वल टु 1 छ भने के कति हुन पर्यो 1 नै हुन पर्यो हो। अब 1 नै के कसरी हुन पर्यो भन्दाखेरि चाहिँ कतिवटा यहाँ छ डेरिभेसन्स कतिवटा थाहा त कतिवटा थाहा ल भनिदिनु सक्नु त भन्दाखेरि चाहिँ एउटै मात्र छ कि छैन एउटै मात्र डिभाइड पोर्न छ भने चाहिँ के हुने भयो एन इक्वल टु 1 पनि हुने भयो के इक्वल टु पनि के हुने भयो 1 हुने भयो होइन सिम्पल। अब एल इक्वल टु कति त एन इक्वल टु 2 हुने भयो किनभने सेकेन्ड पोइन्ट हो। अनि के इक्वल टु के हुन पायो त भन्दा चाहिँ एउटा पनि हुन पायो या दुईटा पनि हुन पायो किन भन्दाखेरि चाहिँ इलेक्ट्रोन्सको कन्फिगरेसन्स त हेर्न पर्यो होइन यो फोकाइ पोइन्टलाई हेर्दाखेरि चाहिँ होइन नर्मल्ली। अब त्यसपछि अर्को थर्डमा के हुन्छ भन्दाखेरि चाहिँ अब के हुनसक्छ पोसिबलहरू 1 पनि हुनसक्छ 2 पनि हुनसक्छ 3 पनि हुनसक्छ। के भनेको कस्तो चिज हो भन्दाखेरि चाहिँ के को भ्यालु केमा डिपेन्डेन्ट हुन्छ भन्दाखेरि चाहिँ हाम्रो कतिको के छ भन्दाखेरि चाहिँ बेन्डिङ त्यो के न्युक्लियसको पोजिसन्सहरू सेन्टरको पोजिसन्सहरूको आधारमा डिपेन्ड हुन्छ कि। जस्तै अब तपाईँको के को भ्यालु 1 छ भने त्यो कस्तो बन्ने भयो त भन्दाखेरि चाहिँ त्यो कस्तो बन्ने भयो यदि 1 छ भने न्यारो इप्लिस बन्ने भयो होइन। अनि यदि 2 छ भने इप्लिस बन्ने भयो अनि 3 छ भने किनभने त्यो इक्वल भयो नि त त्यो के बन्ने भयो सर्कल बन्ने भयो कि बुझ्नुभयो। अब यहाँबाट चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ डिटरमाइन गर्न सक्नुहुन्छ। यदि तपाईँको के को भ्यालु कति हो भन्दाखेरि चाहिँ सेलको भ्यालु के 1 छ होइन अनि पछि यदि एनको भ्यालु 1 छ
र के को भ्यालु पनि 1 छ, अब अभियसली 1 नै हुनुपर्छ। त्यो के हुन्छ जहिले पनि सर्कल हुन्छ, भनेको त फर्स्ट के हुँदो रहेछ सर्कल हुँदो रहेछ। अनि अब सेकेन्ड के हुँदो रहेछ त 1 र 2 पोसिबल भयो। सो के हुनसक्छ त इलिप्टिकल हुन, यो के अरे न्यारो इलिप्टिकल हुन सक्ने भयो। अब थर्डमा के हुने भयो त भन्दाखेरि चाहिँ क्यान बी न्यारो इप्लेस, त्यो न्यारो इप्लेस पनि हुन सक्यो, पुरा इलिप्टिकल पनि हुन सक्यो होइन। सो जुन पनि हुन सक्यो, केमा डिपेन्ड गर्ने भएछ, के को भ्यालुमा डिपेन्ड गर्ने भएछ है त। सो केलाई अझै विस्तृतमा बुझ्नु हामीले पछाडि बुझ्छौँ, सो डोन्ट वरी है त। सो हामीले क्वान्टम नम्बर्सको पुरा एउटा डेडिकेटेड भिडियो नै छ, त्यहाँ चाहिँ तपाईँले मजाले क्लियरेन्स भइसकेर बुझ्न सक्नुहुन्छ। अनि रिलेटिभिस्टिक इफेक्ट भनेको के हुन्छ त भन्दाखेरि चाहिँ वी हेभ डिफ्रेन्ट सेप्स, हामीसँग मल्टिपल सेप्स छन् के छन्, इलिप्टिकल अर्बिट छ एउटा होइन। अनि जस्तो के हुन्छ भन्दा चाहिँ इलेक्ट्रोन्स डिस्टेन्स फ्रम द न्युक्लियस इज कन्सटेन्टली चेन्जिङ। सो के हुन्छ भन्दाखेरि चाहिँ अभियसली इलिप्टिकल छ भने त यहाँ न्युक्लियस छ भने त यसको डिस्टेन्सहरू के हुन्छ कन्सटेन्टली चेन्ज भइरहेको हुन्छ, के हुँदैन इलेक्ट्रोन्सको, हो कि होइन हो। सो इलिप्टिकलमा के हुन्छ एकदम धेरै कन्सटेन्टली के भइरहेको हुन्छ, इलेक्ट्रोन्स र न्युक्लियसको बिचको डिस्टेन्सहरू चेन्जिङ भइरहेको हुन्छ। अब कमेन्ट वाइपिङ एराउन्ड द सन, सो कमेन्टहरू के जस्तै यो सन छ होइन, यहाँबाट सट्ट कमेन्ट जान्छ नि होइन, यो कमेन्ट वाइपिङ टाइपको जस्तै के हुन्छ त भन्दाखेरि चाहिँ फिल हुनसक्छ। ओके, अनि एकर्डिङ टु द रिलेटिभिटीले के हुन्छ इट्स भेलोसिटी इन्क्रिज मास इन्क्रिजेस। जस्तै कस्तो हुन्छ नि, यदि तपाईँको के हुन्छ भने चाहिँ मास एकदम मास इन्क्रिज कसरीखेर हुन्छ भन्दाखेरि चाहिँ तपाईँको के हुन्छ स्पिड इन्क्रिज भयो भने तपाईँको के हुनसक्छ मास पनि इन्क्रिज हुनसक्छ। कसले भन्छ रिलेटिभिटी होइन, रिलेटिभिटी थ्योरी त हामीलाई सबैलाई थाहै छ। अनि मास भेलोसिटी फ्लक्चुएसन देयर आर टाइनी इनर्जी डिफ्रेन्स, के थोरै टाइनी इनर्जी डिफ्रेन्स सर्कुलर अर्बिट इलिप्टिकल अर्बिटको होइन। सो यहाँबाट हामीले डिटेलमा स्टडी गर्न सकिने भयो। सो डिमेरिट्स अफ द सोमर फिल्ड के हो त, डिमेरिट्स केही न केही कमी त होला, यस अभियसली पर्फेक्ट चाहिँ होइन। अनि डिमेरिट्स यसलाई के भन्छ भने चाहिँ एन इक्वल टु के हुन्छ 1 देखि सुरु गर्नुपर्छ भन्छ नि होइन, कहाँदेखि सुरु हुन्छ त एन इक्वल टु 0 देखि सुरु हुन्छ। एक्सपेरिमेन्टल अब्जर्भेसन गर्दाखेरि के थाहा पाइयो, एनको भ्यालु 0 देखि सुरु हुन्छ, तर सोमर फिल्डले के भन्छ इन्टिजर हो 1 देखि सुरु गर भन्छ होइन। सो यो के भयो गलत भयो। अब मिसिङ लाइन्स भनेको इट डिजन्ट गिभ द करेक्ट नम्बर अफ द फाइन स्ट्रक्चर। ल ठिक छ, यसले के भन्दै एउटा लाइन हुँदैन मल्टिपल हुन्छ भनेर त भनिदियो, तर कतिवटा हुन्छ त्यो चाहिँ बताउन सकेन सोमर फिल्डले, यो चाहिँ एउटा के भयो प्रब्लम भयो। अब इन्टेन्सिटी, ल इन्टेन्सिटी कति हुन्छ त, कतिको पावर हुन्छ त्यति त भनिदिनु पर्थ्यो त, त्यो पनि भनेन, त्यस कारणले गर्दा यो पनि केमा काउन्ट हुने भयो डिमेरिट्समा काउन्ट हुने हो। अनि म्याग्नेटिक र इलेक्ट्रिक फिल्ड कस्तो छ त भन्दाखेरि चाहिँ इट फेल्ड, यसले टोटल्ली फेल्ड गर्यो केमा त भन्दाखेरि चाहिँ त्यो जुन जब हाइड्रोजन एटम्स एक किसिममा राखिन्छ होइन, जब त्यसले के गरिरहेको हुन्छ एचबी भनेको त मतलब कुनै पनि रेडिएसन्सहरू प्रड्युस गरिरहेको हुन्छ, जब त्यो रेडिएसनलाई म्याग्नेटिक फिल्डमा राखिन्छ के हुन्छ इलेक्ट्रिक फिल्डमा राख्दाखेरि के हुन्छ, यो कुरा एक्सप्लेन गरेन कि सोमर फिल्डले, त्यसै कारणले गर्दा त्यो पनि के भयो त्यसको कमी भयो। सो आई थिङ्क यो त्यति गाह्रो पनि छैन जस्तो लाग्छ होइन। अनि यदि तपाईँलाई यसमा पनि त्यति गाह्रो लाग्यो भने जस्तै अब यहाँ तपाईँले यति कुराहरू बुझिसकेपछि तपाईँलाई के फाइदा हुन्छ भन्दाखेरि चाहिँ बोर्ड्सको कमी के थियो पनि थाहा पाउनु भयो होइन, अनि सोमर फिल्डले के सच्चायो त्यो पनि थाहा पाउनु भयो, अनि सोमर फिल्डको पनि के अरे प्रब्लम्सहरू के छन् त्यो पनि सबै तपाईँले थाहा पाउन सक्नुभयो है त। अब यो जस्तै अब यो हाम्रो जो कोर्सेस छ होइन, यो कोर्सेस कसले स्पोन्सर गरे भन्दा चाहिँ आफ्नो स्पोन्सर गर्ने थोरै नाम लेखिदिइहालौँ, हाम्रो यो यसलाई स्पोन्सर गरे हो ज्ञान कोर्सले है त। सो ज्ञान कोर्स यस्तो एप हो जहाँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ मजाले इन्ट्रान्सको प्र्याक्टिस गर्दै पैसा कमाउन सक्नुहुन्छ। नेपालको फर्स्ट लर्न एन्ड अर्न प्लेटफर्म हो होइन, यहाँबाट तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ ज्ञानसँगै पैसा पनि कमाउन सक्नुहुन्छ है त। सो यो कस्तो एप्लिकेसन्स हो भन्दाखेरि चाहिँ यो एप्लिकेसन्सहरूको डेमो चाहिँ तपाईँ साइडमा देखि नै रहनु भएको छ। अनि तपाईँले यो एपलाई डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँको कमेन्ट सेक्सनमा लिङ्क पनि छ। यदि यो एपको बारेमा डिटेलमा बुझ्न चाहनुहुन्छ भने कमेन्ट सेक्सनमा यिनीहरूको अफिसियल युट्युब च्यानलको के दिएको छ भन्दाखेरि चाहिँ हामीले भिडियो पनि राखेको छौँ ज्ञान कोर्स भनेको के हो भनेर, सो त्यो पनि हेर्न सक्नुहुन्छ। र आई थिङ्क तपाईँले अब यो टपिकहरू बुझ्नुभयो होला। थ्याङ्क यू फर वाचिङ, बाई।